तपाईहरुको गाउँठाउँमा यसरी तपाईसँग साक्षात्कार गर्न पाउँदा असाध्यै आनन्द महसुस भएको छ। इतिहासले हामीलाई धेरै ठूलो जिम्मेवारी सुम्पेको छ साथीहरु। यो जिम्मेवारी यति बेला सबैभन्दा बढी तपाई हाम्रो काँधमा आएको छ र हरेक मतदाताको काँधमा पनि आएको छ। यसपटक हामीले मतदाताहरूलाई बुझाउनु पर्ने छ कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई किन मतदान गर्ने भनेर। कहिलेकाहीँ मलाई साथीहरूले अरु दललाई गाली चाहिँ धेरै नगर्नु है भन्छ। गाली गर्ने होइन, तर उनीहरूले गरेका जायज प्रश्नहरूको उत्तर हामीले दिन सक्नुपर्छ। प्रश्नहरूबाट भाग्नु हुँदैन, प्रश्नहरूको सामना गर्नुपर्छ। तपाईलाई पार्टीको बारेमा सोधिएला तपाईले भन्न सक्नुपर्छ। हामीलाई धर्मको विषयमा सोध्छन्, तिम्रो पार्टीको धर्मको नीति के हो भनेर सोध्छ। हाम्रो पार्टीको राजनीतिक प्रस्तावनाको नीति विचार प्रस्तावनाको पहिलो प्याराग्राफमा लेखिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी दुईटा कुरामा प्रतिबद्ध छ। एउटा प्राचीन सनातन संस्कृतिको संरक्षण र अर्को धार्मिक स्वतन्त्रताको सम्मान। यी दुईटै हाम्रा प्रतिबद्धताहरू। हामी सनातनको संरक्षणमा प्रतिबद्ध छौं। तिम्रो सभापति त धर्मको पक्षमा छैन अरे नि त भन्नेहरूलाई तपाईले भन्न सक्नुपर्छ। गुगलमा गएर रवि लामिछानेको विवाहको भिडियो हेर्नु, कुन धर्मको कुन संस्कृतिको रीत अनुसार उनको विवाह सम्पन्न भएको छ। यो मैले एउटा उदाहरण मात्र दिएको। त्यसकारण हामी सर्वधर्मको सह अस्तित्वमा प्रतिबद्ध छौं, किनकि वेदले नै वसुदैव कुटुम्बकम भनेको छ। तर हामीले लेखेका छौं हाम्रो नीति विचार प्रस्तावनाको पहिलो प्याराग्राफमा कि हामी हाम्रो प्राचीन सनातन संस्कृतिको संरक्षणमा पनि त्यति नै प्रतिबद्ध छौं। तिम्रो पार्टीको शासकीय स्वरूपको अवधारणा के हो भनेर सोध्नेहरूलाई तपाईले बुझाउन सक्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले यो जेनजी आन्दोलन हुनुभन्दा धेरै अगाडि जेनजी आन्दोलन आज जुन एजेन्डाहरूमा टेकेर भएको छ ती हाम्रा एजेन्डाहरू हुन्। जेनजी आन्दोलनको राजनीतिक अपनत्व लिन सक्ने एकमात्र राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी हो। जेनजीहरूले मागेको के थियो? यो देशमा सुशासन कायम गर, भ्रष्टाचारीहरूलाई कारबाही गर। त्यही भनेका थिए हाम्रा भाइ बहिनीहरूले। हाम्रा शहीद भाइ बहिनीहरूले देखेको सपना पनि त्यही थियो। रासोपाको पहिलो वाचा पत्रमा लेखिएको थियो यदि हाम्रो बहुमतको सरकार आएको अवस्थामा 46 सालदेखि आजसम्मका सम्पूर्ण भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन गरेर सम्पूर्ण भ्रष्टाचारीहरूलाई कानुनको ठेङ्गुरामा हाल्ने यो राष्ट्रिय स्वतन्त्र पार्टीको संकल्प हो। शासकीय स्वरूप तिम्रो पार्टीको के हो त भनेर सोध्नेहरूलाई तपाईले बुझाउन सक्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो राजनीतिक चुनावी वाचापत्रदेखि सभापतिको राजनीतिक प्रतिवेदनसम्म लेखेको एउटै कुरा के हो भने यो देशमा बेलायतको जस्तो यो व्यवस्था हाम्रो माटोलाई फापेन। बहुमत प्राप्त गर्दा पनि कांग्रेस 36 र 74 भएर फुटेकै हो। कम्युनिस्टहरू पनि अस्ति 74 ताका फुटेकै हुन्। त्यसकारणले यो देशमा जनताबाट छानिएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ। यो हामीले हाम्रो पहिलो वाचापत्रमा लेखेका छौं। सुकुम्बासीहरूको विषयमा बालेनको काठमाडौँको प्रकरणलाई लिएर निकै विवाद अहिले सृजना गर्न खोजिरहेका छन् विपक्षीहरूले। तपाईले बुझ्नुपर्छ र बुझाउन सक्नुपर्छ कि हामी सुकुम्बासीहरूको पक्षमा छौं र हुकुमबासीहरूको विपक्षमा छौं। दुई खालका छन् यहाँ। एक खालका सक्कली जेन्युन सुकुम्बासीहरू छन् जो माथि 20औं-30औं वर्षदेखि अन्याय भएको छ। अर्कोतिर सुकुम्बासी भूमिहीनहरूको फाइदा उठाउने हुकुमबासीहरू छन्। जहाँसम्म काठमाडौँको प्रकरण छ त्यो खोलाको किनारमा बसिरहेका मान्छेहरूलाई बचाउनका लागि, बाढी पहिरोबाट बचाउनका लागि अन्यत्र स्थानान्तरण गर्न खोज्नु भएको थियो त्यति बेलाका मेयर बालेन शाहले। त्यो कुरालाई अहिले अनावश्यक रूपमा अतिरञ्जित गरिँदैछ। हामीलाई यी त विदेशीबाट परिचालित हुन्, यी अमेरिकन एजेन्ट हुन् भन्नेहरूलाई तपाईले बताउन सक्नुपर्छ। पहिला पहिला पञ्चेहरू पनि त्यसै भन्थे। जब पञ्चेहरू आफू पतन हुने बेला आउँथ्यो त्यतिखेरका आन्दोलनकारीहरूलाई अराष्ट्रिय तत्त्व भन्थे पञ्चेहरू पनि। अहिले उनीहरू हामीलाई नाना थरीका चाहिँ विदेशी ट्यागहरू लगाउने प्रयास गर्दैछन्। यो देशमा एमसीसी जति बेला पारित हुँदै थियो त्यति बेला रवि लामिछाने पनि राजनीतिमा थिएनन्, बालेन शाह पनि राजनीतिमा थिएनन्। एमसीसी तिनका बाहरूले दस्तखत गरेर पारित गरेको हो। केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाले पारित गरेका हुन् एमसीसी। यत्रो गाडी हिँडाउँछन्, कसरी हिँडाउँछन्? विदेशीले पैसा दिएको होला नि त उम्मेदवारलाई गाडी हिँडाउन। ए बाबा, उम्मेदवारलाई नै गाडी हिँडाउन पैसा दिनेले त म केन्द्रीय सदस्यलाई त हेलिकप्टर दिनुपर्ने त नि।
यो नेपालको नितान्त अर्ग्यानिक पार्टी हो, जसले चीनका माओलाई देउता मान्छन्, जसले रुसका लेनिनलाई देउता मान्छन्, जसले आफ्ना राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिग भत्काएर चीनका लेनिन चाहिँ चीनका माओ र रुसका लेनिनलाई विदेशीहरूलाई देउता मान्नेहरूले हामीलाई विदेशी भनेको सुहाउँछ। यो कुरा तपाईले आम मतदाताहरूलाई बुझाउन सक्नुपर्छ। तिमीहरूको नीति विचार के हो त भनेर प्रश्न गर्छ। त्यो किनभने उनीहरूलाई पढ्ने जाँगर छैन र हामी अलि नयाँ नयाँ छौँ, त्यसकारणले धेरैजनाले पढ्ने फुर्सद नपाएको पनि हुन सक्दछ। तपाईले भन्नुपर्छ, बुझाउनुपर्छ कि हाम्रो नीति, हाम्रो विचार संवैधानिक समाजवाद हो। हामी संविधानमा लेखिएका मौलिक हकहरूको जनताको जीवनमा ग्यारेन्टी गर्न सक्ने, विधिको शासन भएको, भ्रष्टाचार शून्य भएको, भूमि मान्छेहरूप्रति समर्पित लोक कल्याणकारी राज्य निर्माण गर्न चाहन्छौँ। यो हो हाम्रो नीति विचार, यो हो हाम्रो गन्तव्य। प्राइमेरी इलेक्सन सिस्टम, रासोपामा कुनै नेताले गोजीबाट टिकट दिँदैन। मलाई रवि लामिछानेले गोजीबाट बाँडेर समानुपातिक सांसद बनाएको होइन, तपाईले भोट हालेर 1 नम्बरमा पारेको हो। मलाई देशभरिबाट राजन गौतमलाई पनि हामीले छानेको होइन, तपाईले छानेर यहाँबाट सिफारिस गरेर पठाउनु भएको हो कि होइन? यो कुरा तपाईले आम मतदाताहरूलाई आफ्नो छरछिमेकमा, किनभने हामीलाई पो एउटा इन्टरभ्यू दिए पुग्छ। तपाईहरुको त बिहानै इन्टरभ्यू, बेलुकै इन्टरभ्यू, चिया दोकान गयो कि इन्टरभ्यू, बिहे भोजमा गयो कि इन्टरभ्यू। त्यसकारण तपाईले प्रश्नहरूबाट भाग्ने होइन, प्रश्नहरूको सामना गर्न सक्नुपर्छ। आम मतदाताहरूलाई बुझाउनुहोस् कि यति बेला केवल एउटा व्यक्तिको मात्र कुरा होइन। हुन त राजन गौतम असाध्यै हुनहार मान्छे हो, एउटा शिक्षासेवी मान्छे, 28 वर्षको उमेरमा क्याम्पस चलाइसकेको, गाउँठाउँको सबैको मन जितेको मान्छेका रूपमा असाध्यै पवित्र मान्छे राजन गौतमलाई हामीले तपाईको उम्मेदवारको रूपमा प्रस्तुत गरेका छौँ। तर यहाँ राजन गौतमको मात्र सवाल छैन, यहाँ जरामा पानी हाले पनि पुग्ने पातैमा हो। राजन गौतमलाई यहाँबाट नवलपुरबाट जिताउनु भनेको राजन गौतमलाई मात्रै जिताउनु होइन, अबकी बार बालेन सरकार बनाउनु हो, रवि लामिछानेलाई जिताउनु हो। एक सिट जितेर 138 पुर्याउनु छ हामीले। तपाईले मतदाताहरूलाई सम्झाउनु पर्छ। संसदमा हाम्रा 21 जना हुँदाखेरि कस्तो थियो संसद, पहिला कस्तो थियो संसद? हामी हुनुभन्दा पहिला संसद उम्ने र रुम्ने ठाउँ मात्रै थियो। हाई हाई गर्दै उम्ने, कतिखेर सकिन्छ भनेर रुम्ने, कहिले पनि संसद प्रति जनताको आकर्षण थिएन। तर रवि लामिछानेले 21 जना नेपाल आमाका जिउँदा छोराछोरीहरू जब संसदमा पुर्याए, त्यसपछि संसद कस्तो भयो? सबभन्दा बढी जनताको आशा र आकर्षण हाम्रा सांसदहरूमाथि हुन्थ्यो। तोसीमाले के बोल्छिन्, शोभिताले के बोल्छिन्, स्वर्णिमले आज के बोले, विराज भक्तले, शिशिर खनालले आज के बोले। 21 जना हुँदा त त्यति गर्यौं भने 151 पुग्दा के गरौँला हामी? यो तपाईले आम जनमानसलाई प्रचार प्रसार गर्न सक्नुपर्छ। यसपटक मत बाँड्नु हुँदैन, यसपटक भोटलाई ललिपप बाँडे जस्तो प्रत्यक्ष यसलाई समानुपातिक यसलाई भनेर बाँड्नु हुँदैन। न्याउरी मुसो र सर्पलाई एउटै खोरमा थुन्ने गल्ती गर्नु हुँदैन। लडाईँ मात्रै हुन्छ, त्यसले निकास निस्किँदैन। त्यसकारणले यसपटक हामीलाई स्पष्ट बहुमत चाहिन्छ र जनताले एकपटक हामीलाई परीक्षण गर्नुपर्छ। तपाईले मतदाताहरूलाई सोध्नुहोस्, आखिर तपाईलाई के चाहिएको? तपाईलाई भ्रष्टाचारै चाहिएको, गिरीबन्धु काण्डै चाहिएको हो भने त मेरा झापाली बानी ठिक छन् नि। डडेलधुरा चाहिँ तपाईको वाइट बडी काण्ड चाहिएको हो भने त शेरबहादुर देउबा नै ठिक छन्। तपाईलाई विश्वविद्यालयको र घोपा क्याम्प धरान घोपा हस्पिटलको भ्रष्टाचार चाहिएको हो भने त गगन थापा नै ठिक छन्। बाख्रा फारमको अनियमितता चाहिएको हो भने गगन थापा नै ठिक छन्। तर होइन, यदि तपाईलाई यो दलतन्त्रबाट मुक्ति चाहिएको हो भने, यदि तपाईलाई यो भ्रष्टाचारबाट मुक्ति चाहिएको हो भने, यदि तपाईलाई जनतालाई जनार्दन मान्ने नेतृत्व चाहिएको हो भने, यदि तपाईलाई विधिको शासनमा विश्वास गर्ने नेतृत्व चाहिएको हो भनेर सक्षम योग्य युवाहरूको नेतृत्व चाहिएको भने अबको निर्विकल्प शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी हो। त्यसकारणले अब दुईटै भोट गन्तीमा, यसपालि दुईटै भोट गन्तीमा तपाईले यो कुरा आम मतदाताहरूलाई बुझाउन सक्नुपर्छ। हामी जान्नेलाई छान्ने भन्छौँ, राइट मैन इन राइट प्लेस भन्छौँ। यो देशमा कानुनको धारा र पानीको धारा नचिन्ने कानुन मन्त्री हुन्छ। एकजना स्वास्थ्य मन्त्रीले भनेको कुरा म सम्झिरहन्छु, म दोहोऱ्याइरहन्छु। उनले इन्टरभ्यूमा भने मसँग, देशको स्वास्थ्य मन्त्रीले मसँग टिभी इन्टरभ्यूमा भने, रमेशजी कोरोनाका थुप्रो औषधि हुन्छन् होला, मलाई त प्यारासिटामोल बाहेक अरू दबाईको नामै आउँदैन भन्छ स्वास्थ्य मन्त्री। अनि कसरी बन्छ देशको स्वास्थ्य नीति? त्यसकारण
हामीले भनेको हाम्रो बहुमत प्राप्त भएको अवस्थामा डाक्टर तोसीमा कार्की जस्तालाई स्वास्थ्य मन्त्री बनाउने हो, शोभिता गौतम जस्तालाई कानुन मन्त्री बनाउने हो, भोलि राजन गौतम जस्ता शिक्षा सेवीहरू शिक्षा मन्त्री हुन सक्छन्। राइट म्यान इन राइट प्लेस, जो जुन क्षेत्रमा विज्ञ छ त्यो क्षेत्रको नेतृत्व उसैले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। तपाईँले यी हाम्रा मूल्य मान्यताहरू, हाम्रो चरित्र आम जनमानसलाई बुझाउन सक्नुपर्छ। अरूले चुनाव प्रचारमा कति कति खर्च गर्छन्, त्यो खर्च कहाँबाट आउँछ? तिनका बाउको घडेरी सस्तो छ र? कहाँबाट आउँछ त्यत्रो करोड करोड खर्च गर्ने पैसा? त्यो आज खर्च गरेको पैसा 5 वर्षसम्म तपाईँको रगत चुसेर उठाउने हो उसले। आज खर्च गरेको पैसा 5 वर्षसम्म तपाईँका छोराछोरीको भाग्य ठगेर उठाउने हो उसले। हामी त चनामुरै चिउरा चपाउँदै चुनाव प्रचारमा हिँडेका छौँ। त्यसरी खर्च गर्ने हामीसँग हैसियत छैन, किनभने हामी बेइमान छैनौँ, हामी इमानदार छौँ। हामी इमान लिएर सही नियत राखेर राजनीतिमा आएका छौँ। त्यस कारणले तपाईँहरूले उम्मेदवारलाई धेरै पैसा खर्च गर्न उत्प्रेरित पनि गर्नु हुँदैन। सके जति घाँटी हेरी हाड ल्याउनुपर्छ, आफ्नो गच्छ अनुसार खर्च गर्नुपर्छ। तपाईँले यो कुरा आम जनमानसलाई बताउनुपर्छ कि हामीले काम गर्छौँ। काम गर्नुको विकल्प छैन हामीसँग। म यही भन्दै हिँडेको छु गाउँठाउँमा एउटै कुरा दोहोऱ्याउँदै कि म अहिले 32 वर्ष पुगेँ। राजन गौतम दाई 40 को हाराहारीमा हुनुहुन्छ, बालेन अहिले 35 को हाराहारीमा छन्, रवि लामिछाने 45 को हाराहारीमा छन्। अनि के 5 वर्षको लागि पिकनिक खान आएका हौ र हामी राजनीतिमा? त्यस कारणले यदि दीर्घकालीन राजनीति गर्नु छ भने काङ्ग्रेसले पो आफ्नो पिपी गणेशमान किशनजी देखाउँछ, एमाले आफ्ना मदन भण्डारी देखाउँछ अहिलेसम्म पनि। अरू त केही बिग्नु पर्यो नि त। तिनै मदन भण्डारी र मनमोहनको वृद्ध भत्ता बेच्छ उसले। माओवादीले त्यही जनयुद्ध देखाउँछ, जबकि जनयुद्धको धरातलबाट ऊ कहाँ टाढा पुगिसक्यो, तर देखाउने त्यही जनयुद्ध हो। हामीले अहिले काम गरेनौँ भने के देखाउनु अर्को चुनावमा? कसरी अनुहार देखाउने अर्को चुनावमा जनतालाई? त्यसकारण हाम्रो लागि त राजनीतिक जीवन र मृत्युको सवाल हो। त्यसकारण राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकपटक परीक्षण गर्नुहोस् भनेर तपाईँले आम जनमानसलाई बुझाउन सक्नुपर्छ। आज देवचुली 15 को यो सम्पर्क कार्यालय उद्घाटन गरिरहँदा म साथीहरूलाई शुभकामना दिन चाहन्छु। तपाईँहरूले आफ्नो छरछिमेकमा, आफ्नो गाउँठाउँमा, आफ्नो आँगनमा यो 21 गतेसम्मको अवधिमा तपाईँहरू यसरी खट्नुहोला, यसरी मेहनत गर्नुहोला कि भोलि पछि त्यो मतगणना हेर्दाखेरि मैले छाती चौडा गरेर भन्न सकौँ, ओहो देवचुली 15बाट यत्रो मत आएछ, मैले पो उद्घाटन गरेको त त्यो सम्पर्क कार्यालय भनेर मलाई गौरव हुने गरी त्यस प्रकारले तपाईँहरू लाग्नु होला भन्ने यहाँहरूलाई शुभकामना दिँदै मेरा 2 शब्द भन्न मिल्दैन। कति शब्द भए मैले गन्न भ्याइन, जति शब्द भए पनि यही टुङ्ग्याउँछु। धन्यवाद। जय रन्टी।